म गीत गायो भने भाइरल हुन्छु। ल गीत गाउ न त एउटा गीत गाउ लु गीत गाउ लक्ष्मी दिदीलाई 700 को दिनु होला अझै 3K बढाइदिनु होला। के गरिदिन्छ अरे सब्स्क्राइब कसरी गरिदिन्छ अरे कसरी सब्स्क्राइब पनि गर्दैन मन्दिरा छोडिएलाई त्यो खम्बा गर्छन् यो त कति भयो नि त नि बहुत भइसकेको छु चुडेल जसले मलाई to my YouTube channel. My name is Lakshmi Sunar अनि सबैजनालाई नमस्ते भन्दै म चाहिँ आज मन्दिराको पार्लरमा आएको छु। ऊ चाहिँ पार्लर सिक्छ अनि हामी चाहिँ यहाँनिर आज नेल लगाउनु आएको छौँ। नेल मन्दिराले मलाई नेल लगाइदिन्छ अरे अनि मेकअप पनि गरिदिन्छ अरे मलाई मन्दिराले अनि मलाई मन्दिराले क्लिचिङ पनि गरिदिन्छ अरे अनि राम्री बनाइदिन्छ अरे अनि त्यही भएर आएको नत्र म आउँदिनँ थिएँ। अनि आज चाहिँ हामी के गर्छौँ कसो गर्छौँ तपाईँहरूलाई फुल भ्लग देखाउने छौँ। मन्दिरा चाहिँ अहिले यहाँनिर पार्लर सफा गर्दैछौँ पोछा लाउँदैछ कस्तो नदेखाऊ हो नानी साथी भएर यस्तै गर्छन् यो त कति भयो नि त नि त्यो पहिला साथीहरू भ्लग बनाउँदा लास्टमा त डिलिट गर भन्यो नि त्यस्तो कुरा नगर न सिर्जनाहरू म त गर्दिनँ तर म डिलिट त गर्दिनँ त्यो उसले चाहिँ यहाँ पोचा लगाइसक्यो उसको चाहिँ डेली उसले पोचा मन्दिराले चाहिँ अब मलाई क्लिचिङ गरिदिन्छ अरे अनि उसले चाहिँ रेडी बनाइसकेको छ सामान अनि अब के भन्नु खासै मलाई चाहिँ बोल्नु आउँदैन प्र्याक्टिस गर्दैछु बोल्ने मलाई कस्तो आज राम्रो देखाएको छ छैन हौ गाइजहरू कमेन्ट गर्नु है राम्रो देखाएको छ भने ओ माई गॉड लक्ष्मी त कति ब्युटिफुल भनेर कमेन्ट गर्नु ल बाई। अब मलाई मन्दिराले क्लिचिङ गरिदिन्छ अरे ऊ चाहिँ सिक्दैछ नि त अनि त्यही भएर पिम्पल आइरहेछ गाइज मेरो अनुहारमा चाहिँ मेरो फाइनल लुक्स देख्न सक्नुहुन्छ। मैले चाहिँ ओके मन्दिराले चाहिँ मलाई मेकअप नगरिदिने अरे क्लिचिङ मात्रै गरिदिन्छ अरे ओके म त जे गर्न नि रेडी छु। मोटाएर म चाहिँ फुट्नु लागेको छु गाइजहरू मेरो हाइट चाहिँ फेरि सानो छ है म चाहिँ सानो छु। अब म र मन्दिरा मात्रै छौँ पार्लरमा चाहिँ मन्दिराको एउटा बहिनी आएको थिएन अनि आम्मा म धेरै बोले कत्रो मुटी देखाएको त रया खिच्देऊ न के हेर्दै गर्नु होला बाई बाई गाइज अबे के साह्रो काल्यो म त मन्दिराले चाहिँ सामान रेडी बनाइसकेको छ यहाँनिर अनि ऊ चाहिँ अहिले बाल्टी लिएर आएको छिन् तिम्रो नगरिदिनु तिम्रो पनि गरिदिन्छु मलाई आउँछ त गर्नु बान्देऊ न त नि अघि भर्खर मैले सनस्क्रिन लगाएर आएको अनि फाउन्डेसन पनि लगाएको थिएँ त्यही भएर म यस्तो गोरी देखिरहेको छु नत्र म यस्तो गोरी चाहिएर अब देखिन्छ मेरो सम्पत्ति। अब चाहिँ मन्दिराले क्लिचिङ गर्छ नि हेर्दै गर्नु होला। मन्दिराले चाहिँ क्रिम लाउनु थालिसक्यो अब मन्दिराले घोड्छिन् मेरो आँखा पोलाइदिन्छन्। अब मन्दिराले कसरी क्लिचिङ गर्छ हेर्नु होला।
यहाँनिर बहुत भइसकेको छु चुडेल जसले मलाई सताएको छ नि त्यसलाई म भरे राति यस्तै चुडेल बनेर आएर तर्साउँछु तिमीहरूको सातो ल्याइदिन्छु बुझिराख याद राख लक्ष्मी डन आउँदैछ तिमीहरूको सातो पुत्तो लिनु यसो पो गर्दै रहेछ अब चाहिँ मैले यो के अरे यसलाई के भन्छ क्लिचिङ यो सुकिसकेपछि पुस्नुपर्ने हेर्दै गर्नु होला हामी दुईजना मात्रै छौँ रोइला हान्छु म चाहिँ हाम्रो रोइला दुईजना मात्रै बाई बाई हेर्दै गर्नु होला 1 2 3 4 भन्नुहोस् हामी चाहिँ अहिले पार्लरबाट गरिसकेर घर जान लागेको छौँ गाडीको धुला आयो हामी चाहिँ गाडी पर्खिरहेको छौँ आफ्नो अनुहार पनि देखाउनु बोल न तिमी पनि के बोल्नु सो गाइस हामी चाहिँ पार्लरबाट अब घर गएको म त बोल्नै आउँदैन हौ लौ यो के गरेको छिटो राम्रो बोल अहिले ऊ चाहिँ पहिलाको भ्लगर हुन् ओइ बेइज्जत नगर त ल हो कि होइन भन त उसको चाहिँ फोन बिग्रेर अहिले बनाउनु छोडेको छिन् त्यही पनि नाटक गर्छन् क्या लजाको आमा फेरि हेर न हामी चाहिँ यहाँ बस पर्खिँदैछौँ बस चाहिँ आएकै छैन कि टेम्पोमा जाने पैसा नो मनी नो हनी बहिनीले गरे जस्तो अब चाहिँ म कसैलाई पैसा माग्न जानु पर्यो टेम्पोमा जानको लागि कति जति माग्दा हुन्छ होला त अङ्कललाई माग्नु पर्ला जस्तो छ पैसा दिनुहोस् त मेरो घर जाने भाडै भएन मैले नखाएको 10 दिन भयो अङ्कल प्लिज दिनुहोस् न अनि के यो भिडियो देखेर तिम्रो मम्मीले खेदाउला नि घरबाट मन्दिरा चाहिँ गाडी समातेर बसिरहेको छ है गाडी मन्दिरा छोडिएला त्यो खम्बा गाडीमा जबर भिड छ है भिड के गरिदिन्छ अरे सब्सक्राइब कसरी गरिदिन्छ अरे कसैले सब्सक्राइब पनि गर्दैन खै मैले साथीलाई भनेको भन न त लु अनि उसकोमा पनि गरिदिनु पर्छ अरे अन्त लु भन न त कमेन्ट गर सब्सक्राइब गर भन न त त्यहाँबाट उसले गरिदिन्छ अरे हामी गाड्ने मेरो भाडामा चाहिँ सघाउनु है लक्ष्मी दिदीलाई 700 दिनु होला अझै 3K बढाइदिनु होला अझै तपाईँ सपोर्ट चाहिँदैछ धेरै मेहनत चाहिँदैछ दिदीलाई तपाईँहरूको सपोर्ट चाहिएर हो माया चाहिँदैछ त्यही भएर कमेन्ट र लाइक गरिदिनु होला ल म गीत गायो भने भाइरल हुन्छु ल गीत गाउँ न त एउटा गीत गाउ लु गीत गाउ 9 महिना कोट मार्या कि बितायो आमा संसारमा बटी जब हुन दिएनौ आमा पनि तिमीले माया र ममता पास जहिले सम्झिने छु यति भने म मेरो गीत यति नै होला फेरि दिदीलाई सम्पर्क गर्नु होला अझ जिताउनु मन लाग्दैछ भने दिदीलाई कमेन्ट गर्नु होला वाउ कस्तो राम्रो गीत गाएको छु वाउ बिग फ्यान उसको म सिटी लागेर स्या गरेर ठुलो साउन्ड आयो अब म भातको सिटी मार्नु गएको गाइस मेरो न्यू चिम्टी कस्तो छ उसको ल गीत गाइदेऊ न त फेरि एउटा गीत गाइदेऊ त तिमीलाई नपाए दिन त दिनमा सजाए तिमीलाई त्यति हो अरू तिमीलाई कुनै पल नहेरमा यो मण्डलौ छ कुनै पल
नभेटुम यो मन डराउँछ यो मन डराउँछ उसको गीत सुनेर म बियोस भए गाइजहरू म ढले पुक्लुके यस्तो राम्रो गीत नगाउला उसो अबदेखि ल ल फेरि म बियोस हुन्छ क्या ट्याउ 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 जानी नहोला ट्याउ 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 ए छाडी जानै पर्छ ए बाई बाई हामी चाहिँ अब तरकारी पकाउनु लाग्यो हेर्दै गर्नु होला दिन्छु देखाउन सक्नुहुन्छ मेरो तरकारी पाक्दैछ म चाहिँ आलु र बैगुन तरकारी पकाए हो अनि म चाहिँ तरकारी पकाएर पर फुपूको घर जाउँ जस्तो लागिरहेछ रात परिसक्यो छिटो छिटो तरकारी पकाएर म मेरो दिदीको घर जान्छु आज के भयो के पनि होइन अब तरकारी पनि पाकिसक्यो अब भ्लग यतिमै इन गर्न चाहन्छु गाइजहरू बाई बाई भन्दै मैले चाहिँ भ्लग यतिमै इन गरेँ धेरै बोल्नु चाहिन बाई बाई